から戻ってきてもまだ日本語の勉強はしてます。私だけじゃない。諏訪先生もそうだし、サミラ先生もそうだし、私たち先生たちみんなそうです。勉強することが終わりではないです。いつでも始まりです。それで本当にデイシーの皆さん卒業おめでとうございます。もっともっとこの道にयतापट्टि साइडबाट त हाम्रो आतारासी गाकुसेहरू भएर होला कोही पनि बोल्नै भएन है। हजुरहरू नै हो अब यहाँ डेसीमा जोइन हुनु नि। त्यही भएर डेसीलाई चाहिँ अलिकति माहौल चाहिँ बनाउनु पर्छ है तपाईहरूले पनि। नयाँ नयाँ जोस देखाउनु पर्यो नि, किन सुरुमै चलाउनु भएको? त्यसैले तपाईहरू पनि अलिकति बोलिदिनुहोस् है।
はじめまして私はライコミタと申しますシタパイラから来ました27歳です趣味は料理を作ることですどうぞよろしくお願いしますहुन्छ म धेरै धेरै धन्यवाद दिन चाहन्छु सिजी ग्रुपलाई यतिका समयसम्म हामीलाई अनि गाइड गरेर राम्रो गाइड गरेर यहाँसम्म ल्याइदिनु भयो त्यसको निम्ति धेरै धेरै धन्यवाद छ र यसै क्रममा अनि यही अवधिभित्र यदि हामीबाट कुनै जानी नजानी भुलचुक भएको छ भने म व्यक्तिगत मेरो तर्फबाट र हाम्रो टिमको तर्फबाट क्षमा चाहन्छु र यही साथ सपोर्टको लागि आगामी दिनहरूमा पनि हामी आशा गर्दछौँ त्यसैले हामीलाई साथ र सपोर्ट दिनुभएकोमा हामी एकचोटि सबैजनाले ताली बजाएर सिजीलाई धन्यवाद दिन्छौँ All
बल्छी बस्नु मलाई मन छैन पीडाको आगोमा मुटु जल्दैछ ओके As your
दाइको हो। धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो साथी तिमी कहाँ छौ भन न लामो दिनहरू काट्न नै गाह्रो सानो छँदा हामी खेल्ने गर्थ्यौँ त्यो गल्लीमा चिने कराउँथे साह्रो आजको कथा छ तर मनले मेरो बाल्य काल मेरो खोजिरहेछु बाटो छ बेग्लै तर बेग्लै छौँ हामी निराश हुनु पर्दैन हो बाँकी छ राति पलको सँगै नहोला हामी तर साथ सँगै फर्को सम्झ होइन ल अब धेरै त्यस्तो केही नगरिकन जाम हाम्रो थर्ड पोजिसनमा रहनु भएको छ तपाईँहरूले सबैले भन्नुभएको मिलेको छ के कसलाई भनेको सबैले मलाई भनिरहेको सुनिरहेको छु मैले होइन कोही अरू कोही नभइकन सबैजनाको प्रतिनिधित्व गर्दै थर्डमा चाहिँ सुजु थापा हामीले चाहिँ माया गरेर सधैँ सुजु ज्ञानी अनि सबै कुरा मान्ने कमला डाङ्गी上記のものは本学院において日本語コース半年を修了したことを証明するおめでとうございます。 रामरी तामाङ上記のものは本学院において日本語コースを半年修了したことを証明するおめでとうござい Bhadur ます。 तामाङ कति रमाइलो है या मिनासान है कोनिचिवा है त आरातामेते गोसुचिगो ओमेदो गोजाइमासु पनि हुन्छ है सो जापान जाने जुन हामीले काउन्सिलिङमा निरुदा सेन्सेले हैन क्लासमा सेन्सेहरूले प्रतिबद्धता जुन कुराहरू भन्नुभएको थियो जुन चाहिँ हाम्रो त्यति बेलाको सुसिबो मोरले कस्टमर ग्रुपले फन्डेसबाट तपाईँहरूलाई जे काउन्सिलिङ गरेको थियो त्यो सबै कुरा सायद टाइमलाइन अनुसारले गइरहेको छ होला है बेसिक पनि पढ्नुभयो होला होइन 3 महिनाबाट पढ्नुभयो फेरि 6 महिना कटाउनु भयो स्कलरसिप पाउनुभयो होइन हामीले बिचमा के स्पोर्ट्सहरू पनि गऱ्यौँ होइन लगभग काउन्सिलिङ अनुसारले सबै भइरहेको छ भनेपछि जापान जाने पुर्याउने कुरामा पनि ढुक्क भएको हुन्छ है त्यो कुरामा केही कुनै पैसा नै छैन तर तपाईहरुले केही नगरिन हुनुपर्ने कुराहरू चाहिँ छ जस्तै जीएफटी पास गर्नै पर्यो स्किल पास गर्नै पर्यो इन्टरभ्यु राख्दिने कर्तव्य हाम्रो हैन डिमान्ड ल्याउन सकेनौ भने हामीलाई क्वेशन गर्नु होला
तर डिमान्डमा त नाम निकाल्न सक्नु पऱ्यो नि त तपाईँहरूले है। हो त्यसको लागि गाइड फेरि मोचिरहनु है, अवश्य हाम्रो संस्थाको तर्फबाट हुन्छ, गाइड हुन्छ भन्दैमा, तर सबै ठ्याक्कै हुन्छ भन्ने पनि छैन। आफूहरूले पनि अलिकति दोहोरेको भन्छ होइन, दोहोरेको भनेको चाहिँ आफ्नो तर्फबाट पुस आफूलाई गर्नु पऱ्यो है। के चेन्जेस हुनुपर्छ, अब कस्तो खालको प्रिपरेसन चाहिन्छ, कस्तो चाहिँ चेन्जेस हुनुपर्छ त सेन्सी भन्ने क्वेसन आउँछ कि इन्टरभ्यू प्र्याक्टिस गर्दाखेरि। तपाईँहरू नेपालमा बस्दाखेरिको, जस्तै म नेपालमा बस्दाको सुवास, जापान जान्छु भन्ने सुवास चाहिँ एउटै हुनु भएन क्या। अलिकति भए पनि जापान जाने खालको सुवास चाहिँ मलाई आफूलाई बनाउँदै जानु पऱ्यो है। जस्तै होइन साथीभाइ, आफ्नो एल्डर्सहरू र आफ्नो होइन आफूले रेस्पेक्ट गर्ने मान्छेहरू भेट्दा अटोमेटिकल्ली जिउ झुक्नु पऱ्यो होइन, हाँस्नु पऱ्यो, त्यतिखेर मुस्कान हुनु पऱ्यो है। टाइमको टाइमलाई एकदम होइन सिम्पल कुरा हो, नेपालमा त 5-6 मिनट भनेको केही नै होइन, तर जापानमा चाहिँ 5 मिनट अगाडि पनि पुगेन भने नराम्रो सोध्छ क्या है। सो टाइमलाई इम्पोर्टेन्ट लिनु पऱ्यो। सजिलो गर्नु पर्यो भनेर क्लासमा